हेलो साथीहरु, गुड मर्निङ फ्रम गुम्देल। सो म चाहिँ अहिले घरमा आइसकेको छु। यहाँ कराउँदैछ यिनीहरू, कति धेरैवटा छ यिनीहरू। सो म चाहिँ आज क्रिएट बोकेर किवी टिप्न जाँदैछु। किवी टिप्ने ठाउँ त्यहाँ माथि हो। सो म चाहिँ अहिले जाँदैछु। किरेट बोकेर जानुपर्ने हुन्छ। अहिले यसरी लिएर आउनु परेन त किवीलाई, हैन। लसुन गाइस, लसुन भनेछ। यो चाहिँ हाम्रो गुम्देल बजार। गुम्देल बजार अहिले म माथि गएपछि देखाउँछु। म अहिले चाहिँ माथि जाँदैछु नि त किरेट बोकेर। मुला सप्रेर केही छैन गाइस। यत्रो भएको छ मुलाहरू सप्रेर। सो हाम्रो किवी चाहिँ खाइसक्यो रे नि त, अनि किवी टिप्न चल्दैको म चाहिँ। त्यही हो। ल है साथीहरु, म चाहिँ अब डोको अनि किरेट रेडी बनाएर अब चाहिँ लाग्छु म किवी टिप्नतर्फ लाग्नुपर्ने हुन्छ। सो हैन, कताबाट टिपौँ भन्ने भइरहेछ मलाई। माथिबाटै टिपौँ कि तलबाट टिपौँ भनिरहेको छु। अनि देख्न सक्नुहुन्छ साथीहरु, मेरो घरमा चाहिँ अघि पाठा थियो, अब भैँसी पनि छ मेरो घरमा चाहिँ। सो भैँसी मुरा दुईटा भैँसी छ मेरो घरमा चाहिँ। सो त्यही हो। टक लगाएर म चाहिँ चलिसकेँ। हाम्रो किवी टिप्ने ठाउँ यही हो। अब टिप्नतर्फ लाग्छु है त म साथीहरु। ल साथीहरु, किवी यस्तो खाइ ल भन्नुहुन्थ्यो, के गर्नु हैन। हाम्रो अहिले पाका छैन, टिप्ने मात्रै हो। टक लगाएर किवी चाहिँ हाम्रो यस्तै फल्या छ हैन। सो अब चाहिँ किवी टिप्नु पर्ने हुन्छ। सो गाइस, टिप्नु पर्ने हुन्छ किवी। म चाहिँ किवी टिपेर हिँड्दैछु अहिले। यहाँ प्लेटमा यति बनाएको छु। आज चाहिँ मैले यो सबै टिपिसक्नु पर्ने हुन्छ। हेर्नु न साथीहरु, सानो फल्याछ के। सानो फल्याछ, तर यति धेरै फल्याछ नि। तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर। हेर्नु त, यहाँ हेर्नु न, यहाँ आम्बो यस्तो। यो किवी चाहिँ यति धेरै फल्याछ कि हैन। तर सानो छ। एउटै बोर्डमा पनि हेर्नु न, जस्तै यताको यो झुप्पाहरू मतलब अलि सानो फल्याछ है। यताको झुप्पाहरूमा यस्तो सानो फल्या छैन। देख्न सक्नुहुन्छ तपाईहरुले, यसो फल्या छ। फेरि यही बोर्डको अलि यतातिर गएपछि यतादेखि फेरि ठुल्ठुलो छ के। हेर्नु न, यतातिर ठुल्ठुलो छ। सो गाइस, म चाहिँ धेरै हल्ला नगरिकन सुई लाएर यो किवी सबै टिपिसक्नु पर्ने हुन्छ आजको मेरो ड्युटी। सो त्यसले गर्दा म आउँदै गर्छु गाइस। अहिलेको लागि मैले यति टिपेँ। बाई बाई। सो साथीहरु, मैले चाहिँ एक क्रेट टिपिसक्यो अहिले चाहिँ हैन। एक क्रेट चाहिँ मैले टिपिसकेको छु। अब यसलाई खनाएर आज चाहिँ म सबै टिपिसक्ने हो नि त हैन। सो आनन्द आइरहेछ। अगाडि हिमाल छ हैन गाइस। अगाडि टक्क हिमाल हेर्दै आनन्दले अर्ग्यानिक हावा खाँदै किवी टिप्नुको मजा छुट्टै छ नि। अझ पाकेको भेट्ने बित्तिकै खाइहाल्ने, फेरि खाँदै पनि गर्ने हो। सो हैन, म चाहिँ अहिले एक्लै छु नि त। बहिनी हुँदैछ, बाबा यता पढाउनुहुन्छ नि त। त्यसले गर्दाखेरि म चाहिँ अहिले एक्लै छु। सो एक क्रेट चाहिँ बल्ल पुऱ्याइसकेको छु मैले यति। अब यो उचाल्न पनि सक्दैन जस्तो छ म एक्लैले चाहिँ। सो त्यही हो साथीहरु। किवी चाहिँ भरेर पनि बोकेर हिँड्दै हो यहाँ हामी।
साथीहरू भिजिट भिसा भनेर आएको गाउँ आएपछि त वर्किङ परेछ अब परिणत भएछ वर्किङमा अब काम चाहिँ देख्न सक्नुहुन्छ काम चाहिँ यस्तै हो अनि यस्तो डल्ला टिप्नुपर्ने डल्ला टिप्नलाई मैले चाहिँ ल्याइसकेको छु किरेट अब किरेटमा टिप्दै हाल्ने हो आएर मैले चाहिँ अब किबीलाई टिप्दै हाल्नुपर्ने हुन्छ क्रेटमा यसरी थुच्दै हाले पनि हुन्छ हैन सो गाइस त्यही हो मेरो गाउँको वर्किङ काम भनेको यही हो गाइस ट्याप लाएर तपाईहरुलाई पनि किबी चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ त्यसै गरेर पुरा भिडियो हेर्न चाहनुहुन्छ भने राधिका कार्की युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ हजुरहरुले है सो त्यही हो गाइस मेरो काम चाहिँ यस्तै छ यतातिर नि टिप्नु पर्ने हुन्छ यतातिर पनि टिप्नु पर्ने हुन्छ सो गाइस बाइ बाइ हैव अ नाइस डे